What's up guys, welcome to back my new video हैन। आज हाम्रो पूजा थियो। यो दाइको ब्लग धेरै राम्रो हुन्छ। सबैजना लाइक सब्स्क्राइब ब्लग बनाइराको मेरो पेज हालेर कमेन्ट गरिदिनु। Isso vai ser gajo outro rende mas vai ser não. Ai, se vai ser também. Tu repete assim, eu te. Foi super. Jim पहिला कि पैसा नि तिमी त? ठीक? पहिला पैसा खबेपछि Apa? Ini TikTok sosial dah. Ngambil. कराउँछ त मेरो भाले आइन्दा पनि नि दाजु नि त फ्याङ्नाम कि दाइ सम्धि के हो एकैको स्किन देखाएको हाम्रो त घरकै भाले अब 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 Quanto so kila? Ai, bamila. त्यो हटाइदिएको छ जी उजुदिन ग पनि Uzo na bichaji ho ya. Na shibalo ja ho bani ji sheba. जाने सुमा ल उजि जगत दुईटा मेरो त हातै खाली छैन है हाम्रो बाहिर आउने दाइ पनि आइपुग्छ है उता उता लास्टमा कुखुरा लिएर हैन Kum ja bille. Ache bum da de men da ache bille. माझी हेर्नु ग मेन्दो त थुक्का सिधै राखि नम्बर लाखि त मे बिरे शान्ति पनि ल्याउँछु अरे न त शान्ति पनि त के भाइ जिरो Indo ni. मेगिना नि त हो Kini ji. Kini mo mangai. Esa mlashi na do. खालखालकी लागि नि बढिम त चुस्ता मुरमा खाजिम होस् यहाँ चाहिँ जस्तो भयो त ए रोसे भाइ थिम रोसे भाइ थिम Rose vai. रोसे उजो मेन्दो तर त छिटो इस्यु नि Uzo na se ko bala gar zaba. के जियो जान्छ Peti ji mo. Ande de bro na ga de. Amo. नोरो का छिरेको खाल्दो पुङजी नागा कि भ्याप्से नागा सित्तोजी लिबोले मेमे दसी आलिया होसले टडन टडन हातेकोले गुलबाई समात्न पर्यो एकछिन टडन फोरे फट लाग्यो जुदाम बरु हाम्रो भाले जुत्दैन पुच्छा त खतरा रहेछ त वन भालेको जस्तै एउटा उखालौँ न पुच्छा अलि भरि उखाल्ने हो एकैको स्किन देखाएर हो ढिलो भयो कि बुढो बाख्रा र हात्ती कल्सी मेरो समात्दा समात्दा आया आई बिहान समात्यो ओ बिहान ए हाम्रो राम लामा पनि आउनु भएको छ ओइ मैले थाल्दैन थाल्दै त्यहाँ नयाँ नयाँ बेहुलाहरू त के हो दुइटै सँगै बसेछ फेरि नयाँ नयाँ बेहुला के भयो समीर अलगै छ के सबै देखिरहेछ पापी भन्ला नि फेरि राजलाई बोलाउनु पर्छ कि आउँछ ओके थ्याङ्क यू
राजालाई फेरि मलेसियाबाट आउने थाल्यो छिटो मुटु कलेज निकाल्ने रे 한거 많이 자시 짜도 많이 믿어 봐. रिया ब्लगमा केही भन्देऊ न यो दाइको ब्लग धेरै राम्रो हुन्छ सबैजना लाइक सब्स्क्राइब ब्लग बनाइराको मेरो पेज हालेर कमेन्ट गर्दिनु लामालाई त थाहा छैन एउटा मात्र भन्दो रहेछ लामाले त अनि यो लामा झागले सुन्नु पर्छ नि मैले कहाँ गाडी छ म त उताको थिएन म त हेर्नलाई मात्र आएको झाप्राको मेलामा भएको काय त झिक्बोले बी ताइबङ मडी भागी मी भन्दा नागा हिँड्यो गर्छ भनेको छु ए नानी काले भाइ देखाएर ओ काले भाइ के भयो होली हेले क्या ओ एको लासी पापला सोलो न हुजिनी सुको एकछिन ओइ मेरो पाइड फुस्केला तैले के गरेको तपाईँ कुखुरा केलाउनु के भाउजू ए के हुँदैन नयाँ नयाँ बेहुला टिका लगाएको अझै टिका लगाएन अरे हाम्रो त झ्याउ हुन्छ कि भाउजू हाम्रो त्यही भएर म अघि नै पर भागेँ कि त्यही भएर के गरेको टिका ए हैप्पी तिहार दसैँले तिहार अब दसैँ आउनु ओइ तँलाई के ओइ लामाको छोरो भएर लामा मन थाल्यो क्या त्यहाँ हान्नु त्यो कुखुराले हान्नु नि अहिले 4-5 जना पसार्दियो ए म त जान्दैन खालि ब्यागर भन्छ टिका लगाउनु पनि ब्यागर भन्छ आशीर्वाद त्यही हो छिटो भन्दा छिटो ब्यागर भन्छ जानै मन लाग्दैन ब्यागर भन्दै भन्दै बिजो अहिले झ्याङतिर जान्छ टाउके ला अब घरमा टिका लगाउनु मिल्दैन हो क्या तँलाई कसले नयाँ लाएर भने कटु लाएर आउनु पर्छ I'm going to home. सबैलाई लाइक सब्स्क्राइब कमेन्ट हजुर आइ खानु नि छौ आइ घरतिर उजुनीले नागो बाबा हिँड्छ रङ बोले आइ ए सब पत्दै जिम खाटा लाग्दैन चाप बुरे तीन गाउँ निजा छे आगोले पहिले के लागि बसे जारी जारी बादो जारी
जारी जारी भाइले भागो पाइ भाइले भागो जारी ए मजा गरे हो यस्तो ठाटा पनि गर्नुपर्छ बेला बेला नभए रमाइलो हुँदैन हैन मजाको हो फेरि तै हो युट्युबमा हाल्दै भन्दै पिटायो मलाई त तनाव हुन्छ फेरि पढ्नु है छोरी मान्छे हो अहिलेको जमानामा पढ्नु पर्छ हैन बिग्रेर अरू जस्तो ल्याङ पेर्याङ है अहिलेको जमानामा बिहे गर्ने कुरा गर्नु हुँदैन मान्छे खुट्टोमा उभिनु भन्नु थाहा छ पढ्नु पर्छ के आफूले के अरे गरिसक्ने हैन कमाइ खान सक्ने ज्ञान बुद्धि भए मात्रै पढाइ भयो भने मलाई आउँदैन त्यहाँ आफूलाई बिहा गर भन्छ है नजानु बिहा गरी टिका लगाउन साँच्ची हो छिटो भन्दा छिटो बिहा गर भन्छ बिचो कुरा फेरि मलाई भन्छ भने टेको फ्लाप बनाउँदै विदेश निस्क्यौँ आइसक्यो तर साउदीकी रेल के ताइबाङमा यहाँ आमाले कमाएपछि ज्याउ होइन तिमी हिँड्छौ त ल राति खुएर अब कति कमाएपछि पाइ मेरो के नाग्नु पाउनु थियो त ल भाग्यमा नि यो आशीर्वाद चाहिँ लागोस् चार त्यसरी ल्याउन पाउँछु मैले ल कान्छेले है अनि हाम्रो यो सानो मान्छे ज्ञानी हुनुपर्छ होइन म जान्दैन के छोड्नु मेरो त्यो भाँच्यो कि छोड्नु न म जान्दैन तपाईँ जानु आपस में नागम या तीन दो बार सांग सा बदल ले क्या बजे रोजे मामले बने ये बंगले इस नागम से बाबा परियो सोइला रोज वर का सब से आङी त यहाँ थान्तो बजे ल परमेश्वर भगवान चिताइदा बडी 36 वर्षको बुढो सर नाम दम टिकला ला यहाँ खल्ले दे बात टिक बंगसी रुपले सुलोन खान बिचु जाएंगे आसंग बिचु गोजा भइसि ए कुकुराले नि टोकेछ हैन दाइलाल कति धेरै पढ्नु यस्तो जियो अलि मान्छे अब हामी मिन थन्तलले नाम चलाउनु पर्ला टाउमर भन्दा बुझ्ला हैन तिमी जेरो छोरा भाइलाई पनि सिकाउने पढाउने पढ्नु पर्ला अगाडि बढ्नुलाई जिन्दगीमा हैन बुवाले विदेश बसेर कति कमाएको हुन्छ त्यो बुझेर पढ्नु पर्छ अगाडि बढ्नु पर्छ है हैन लास्ट फाइट सिकियो त भाउजू अब जाने हैन सबैजना गएर थाहा छ ल ज्ञानी भएर पढ्नु पर्यो तिमी है दादाले होमवर्क बना भने बनाउने पढ्ने ज्ञानी भएर मम्मीले भनेको मान्ने है ठुलो मान्छे बन्नुपर्छ है ओहो लौ साइजल कुन्मी हो है के अरे यस्तो राम्रोसँग पढ्ने होइन हाई स्कुलमा गए पनि जाँदा होइन पढ्ने मान्छे पढ्छ ज्ञानी हुनुपर्छ धेरै खेलेर भुलेर हिँड्नु आफ्नो पढ्नुपर्छ होइन दुःख पाएको छोराछोरी हो ज्ञानी भएर धेरै पढेर फलानाले यस्तो गरेर पछि नाम कमाउनुपर्छ ल त्यो दिन खाने चोकले ल ल कोन हेर्दा मनोज भोमजन लामा राममान गिले ल वर्धमान धन्यवाद के अरे भविष्य कि लामा भोमजन गिलो कोन नाम चलाइदिँदो भयो अझै पनि होइन भाग्यमान त खान मिन खान्दला भोमजन भोमजन बाँकीमा मलाई त पर्दैन त मेरो भालेलाई त पर्ला सम्झी मलाई त पर्दैन मेरो भालेलाई त पर्ला मामा को टीका लगाइदिउँ न ए फेरि तपाईले चुपला बज ल भगवानले यसलाई ज्ञान बुद्धि राम्रो दिने गाँजा खानु नदिने गाँजा खानु मन नलागोस् त्यसलाई हैन भगवानले ज्ञान बुद्धि राम्रो दियोस् अब तिम्रो धेरतिर नपरोस् हैन सबैले जानेको भनेको अब अस्ति नै कस्तो थान जस्तो छ है त्यो सम्झेर नराम्रो चिज कुदा चिज नखाने हैन त्यहाँ पनि रहेछ बिरामी छ अब चाहिँ बुझेर पाउना बसी गयो काम निजी खान तो मेरो अविनाश भाइको पनि है के अरे कोरियन पढेको धेरै वर्ष भयो बिहा गर्नु छिटो छिटो बिहे नगरेर कोरियन बिहे पनि पढेन यता कोरियन भने छिरेन यसपालि चाहिँ कि ब्याउले ल्याएर राख्नु पर्यो कि कोरियन सोध्दै छिर्नु पर्यो ल भगवानले यति बल्दै गर्दिन ल मेरो भाइले दा यही भगवानलाई माग्ने बल नै उसले दिने हो साँच्ची हो यसले हो साँच्ची हो यही हो यसले दिन्छ जे भयो नि
व्हाट्सअप गाइज वेलकम टु ब्याक माई न्यू भिडियो होइन आज हाम्रो पूजा थियो हामी चाहिँ लाग्नुपर्ने हुन्छ है सबैजनालाई ह्याप्पी दसैँ भनौँ है टिका झरिरहेको तल तल सब मान्छेको लास्ट भइसम्म चाहिँ